आउनुहोस् न बाबा मैले के लागेछ आउनुहोस् न आउनुहोस् न डेल अब जानु यो भिडियो हुँदैछ यहाँनिर सबैजनालाई जय मसी स्वागत छ हाम्रो भिडियोमा पापा हुनुहुन्छ आज चाहिँ ह्याप्पी फादर्स डे बाबा थ्याङ्क यू अङ्गालो मार्ने तपाईँलाई पर्मिसन टु हक यस भन्नुहोस् तपाईँले पनि गर्नु पऱ्यो अङ्गालो मार्नु एलिजना मात्रै अङ्गालो मार्छ नि पापाले चाहिँ भनेर पनि नभन्नु अन्त आज फादर्स डेमा सबैजना पापाहरूले के भन्नु चाहनुहुन्छ फादर्स डेमा अब बाउ भएर चाहिँ अब बाउ जस्तै हुनुपर्छ होला म चाहिँ कोसिस गरिरहेको छु पैतृक सम्पत्ति दिनुपर्छ राम्रो शिक्षा दिनुपर्छ पापा भएर नानीहरू भविष्य बुझ्छ असल बाबु हुनुपर्छ मसिनो नानीलाई राम्रो स्कुल राम्रो पढाउनुपर्छ ठुलो काम गर्ने बनाउनुपर्छ भविष्य दिनुपर्छ जन्माएर मात्रै हुँदैन सासरी बनाएर मात्रै हुँदैन सासरी बनाएपछि चाहिँ भविष्यमा मान्छे पनि आएको छैन राम्रो जस्तो लाग्यो म पनि कोसिस गरेँ अनुसार के त गर्दैछु जस्तो लाग्छ ठिकै छ अरू कुरा त त्यति नै होला मेरो तर बाउ भएर चाहिँ बाउ जस्तो हुनुपर्छ सासरी जन्माएपछि छोरी कोसिस गरी खाने बनाउनुपर्छ राम्रो उनीहरूलाई चाहिने गल्ती गर्ने राख्नुपर्छ सासरीसँग बराबर गर्नु भएन छोरी नि हो मायाले जित्नुपर्छ तपाईँलाई कहिले चाहिँ म पनि बाउ भएँ भन्ने खालको फिलिङ आएको थियो म पनि बाउ भयो भनेर त हामी जन्मिँदा आएको थियो कि हामीलाई पक्रिँदा आएको थियो कि हाम्रो लागि काम गर्नु बाहिर बस्नु आएको थियो कि मेरो ठुलो नानी हो अन्त ठुलो नानी एन्जल हो एन्जल हुनुभन्दा बिहा गरेपछि म चाहिँ एउटा बाउ नै हो भन्ने सोच्थ्यो अनि त्यहाँदेखि नानी फर्स्ट टाइम अब फर्स्ट टाइम म जन्मेँ होइन अनि यस्तो हातमा पक्रिँदाखेरि चाहिँ कस्तो कस्तो भएको थियो माया लाग्नु हुन्छ नि हौ तपाईँ भित्र चाहिँ के भएको थियो भन्ने भित्र खै त्यति अलिक ज्ञान कम्ती थिएछ बिर्सिसक्यो हौ त्यस्तो भयो त्यो कुरा त के अनि हामी पढ्दै थियौँ तर मलाई जिम्मेवारी थाहा थियो म जसरी पनि मेरो नानीहरू म राम्रो स्कुल पढाउँछु कुछ गर्ने बनाउँछु दुःख नहोस् र पनि अहिले पनि केही छैन म मेरो नानीहरू मेरो जिन्दगी विकल्प के म आफ्नो भित्र गएर पनि दुःख चाहिँ हुँदैन जस्तो लाग्छ अनि हामी पढ्दै थियौँ राभाङमा मम्मीसँग तपाईँ बाहिर बाहिर पुरा धेरै दुःख गरिराख्नु भएको थियो होइन त्यति बेला चाहिँ तपाईँले के सोच्नुहुन्छ अहिलेतिर त म चाहिँ अगाडि सोच्थेँ जब मेरो हातमा नानीहरू छु नानी जब भयो जब नानीको सहरदेखि जसरी पनि नानीको निम्ति गर्नुपर्छ त्यो बेला जमाना अब दुःखको जमाना हो समय दुःखको थियो व्यवसाय बिजनेस भन्ने कुरा त्यस्तो थिएन अनि जसरी मैले नानीहरू पढाउनुपर्छ राम्रो स्कुल लाउनुपर्छ राम्रो स्कुल पढाउनुपर्छ मैले दुःख गर्नुपर्छ तिनीहरूलाई सुखको राख्नुपर्छ दुई छोरी थिए त्यति बेला अनिखेरि त्यति बेला म धेरै सङ्घर्षमै निस्केँ बाहिरै निस्केँ बाहिर ननिस्केको भए चाहिँ आज अब त्यो पनि भयो अब कुरा चाहिँ सबैभन्दा पहिला त ख्रिस्टियसलाई पाउनु पर्ने रहेछ ख्रिस्टियसलाई नपाउनु भने आज पनि धेरै मान्छेहरू हुन्थेन होला हौ त्यो खालको बेहोरा त्यो खालको यही त्यो खालको विचार ख्रिस्टियसलाई मैले पाउनु नै मैले जीवन पाएँ मेरो नानीहरूलाई पनि मिलाउने कोसिस गरेँ र नानीहरू खै के त छ धेरै अब उसको कोही खान सक्छ तपाईँलाई त्यस्तो विश्वास लाग्छ मलाई विश्वास पुरा लाग्छ परमेश्वर हाम्रो असल पिता हुनुहुन्छ होइन परमेश्वर हाम्रो असल पिता हुनुहुन्छ उहाँले सबै कुरा गर्नुहुन्छ तर उहाँको खोजी चाहिँ गर्नुपर्छ आज्ञा पालन गर्नुपर्छ र ख्रिस्टियसलाई अपनाउनु जिजसलाई अपनाउनु चाहिँ सबैभन्दा बेस्ट लाग्छ तपाईँको लाइफमा चाहिँ कति बेला चाहिँ यस परमेश्वर चाहिँ मेरो असल बाबु हुनुहुन्छ भन्ने त्यो एउटा प्रमाण भएको चाहिँ तपाईँलाई कति बेला भएको चाहिँ यस प्रभु चाहिँ मेरो बाबु हो प्रभुले मलाई सबै कुरा गर्नुभयो भन्ने चाहिँ त्यो त मलाई त बिहाइ नगरी जस्तो लाग्थ्यो खुसी लाइफ एकदम इन्जोय लाइफ एउटा जोयफुल लाइफ लाग्थ्यो उहाँको रसन बसन बोली चाली खाइ त्यही धेरै उन्नतिमै हुन्थ्यो अरू इसाईहरूको जीवन देखेर प्रभावित हुनु अरू इसाईको जीवन देख्थेँ यसो बुझ्थेँ वर्ल्डमा चाहिँ ईश्वर भन्ने कुरा चाहिँ हामीले जान्नुपर्छ ईश्वर भन्ने कुरा चाहिँ सबै छ सबै भगवान् हो भन्छ सबै ईश्वर भन्छ तर
मैले सानो मेरोमै 13, 14, 10, 12 वर्ष उमेरदेखि नै जिसस चाहिँ पक्का ईश्वरै हो, जीवित ईश्वरै हो, उहाँ चाहिँ क्रुसिफाइड क्रुसको बलिदान मान्छेको लागि गर्नुभएको हो भनेर चाहिँ मलाई थाहा लाग्थ्यो र मजा लाग्थ्यो। संसारले मान्ने कुरा हो नि त। तपाईँले भनेपछि प्रभुलाई ग्रहण गर्नुभन्दा पनि अगाडिदेखि नै परमेश्वरलाई बाबु मान्थेँ। येशू ख्रिस्टलाई चाहिँ आफ्नो पिता हो मैले भनेर सोच्नु भएको थियो। भित्रबाट मैले प्रभु येशूलाई चाहिँ जिजसलाई चाहिँ मैले पुरै मन पर्थ्यो। उहाँको एकदम सिम्पल क्रिस्चियन लाइफ, सिम्पल लाइफ, केही कुरामा भुलिरहनु पर्दैन। क्रिस्चियन भनेपछि चाहिँ एउटा स्वतन्त्र हुन्छ, हरेक जाति एक ठाउँ भेला हुन्छ, छिटो सोसाइटीहरू पनि प्रायः बनाउनु राम्रो बनाउनु सकिँदो रहेछ। किनकि आज पनि हरेक जाति त्यसमा हरेक जाति चाहिँ एक ठाउँ आएर पनि छिटो वृद्धि छ, प्रगति छ हरेक राज्यमा हेऱ्यो भने। पहिला हामी बिहामा आउँदा विश्वासमा आउँदाखेरि येशूलाई जिजसलाई गर्दाखेरि चाहिँ मतलब अप्नाउँदा हृदयबाट अप्नाउनु सकेको थियो, तर पछाडि पाउँदाखेरि चाहिँ ओपनली विश्वास ओपनली आउँदाखेरि चाहिँ हामीलाई के पनि धेरै थियो, भनाइ थियो, एक्लो पार्ने गर्थ्यो। अहिले त अब कुण्डली भयो, यति मात्रै होइन, सबै हाम्रो संविधानहरू बनियो। इन्डियामै अब अहिले सबै कुरा सुप्रिम कोर्टले पास गरिरहेको छ। अन्त बाबा तपाईँ एउटा टिकट भाउ पनि हुन्छ, तपाईँलाई अब हाम्रो मण्डलीको जिम्मेवारी प्रभुले दिनुभएको छ, मण्डलीको बाबु समान नै भनौँ होइन, तर मण्डलीको बाबु भइकन चाहिँ तपाईँ अरू मण्डलीको बाबुहरूलाई के सन्देश दिन चाहनुहुन्छ? सबै बाउको मन एउटा अगुवा भएपछि एउटा अगुवा नै हुन्छ। एल्डर भनेपछि भनेपछि अथवा कुनै पनि एउटा सेवाका क्षेत्रमा आफ्नो जग्गा त हुन्छ, टिकट नहुँदा पनि मैले त मलाई त लाग्थ्यो मैले के जिम्मेवारी लिनुपर्छ, ममा जिम्मेवारी छ भने मैले सोच्थेँ। त्यस्तो हुन्थ्यो हो, त्यस्तो भएर चाहिँ एकदमै राम्रो हुन्छ। अझै छ धेरै कुरा बात नगरौँ है। हुन्छ। ह्याप्पी फादर्स डे पापा अगेन। ह्याप्पी फादर्स डे अङ्कल। बस्नु त भित्रै। हुँदै आएको तपाईँले। Thank you for watching.